मेरो कुरा सुन्नु म आउँदा कपडा हैन नि त सिक्री तपाईले एउटा सिक्री लाउनै नपाउने भाइ ट्रोल बन्ला भन्न खोजे मैले तपाईलाई अघि सुने गाली चाहिँ नगर्नु होला भनेर प्रोफेसर हैन त मैले अघि मेरो कुरा सुन्नु मेरो कुरा सुन्नु म आएको सुकुम्बासीमा आएको यो सुनके ग्यारेन्टी छ म सुकुम्बासीमा आउँदाखेरि म जम्मा 25 वर्षको थिएँ आज म 50 वर्षको छु हैन 20-30 वर्ष हामी हिजो गरी भरा हाम्रो 20-30 वर्ष बसेको मिलाउनु गर्नुभयो काम गर्नुभयो अहिले आएर हामी 1-2 वर्ष पछि एउटा सिक्री लाउनु अलि सस्तो पनि थियो बालेनलाई लड देखाइदिनु हैन 1-2 वर्ष पछि 20-30 40 वर्षपछि एउटा सिक्री लाउनु एक तले घर बनाउनु के अनुभूति नहुनु पर्ने सुकुम्बासीले पुरा 1 वर्षको छैन पुरा 30 वर्षको छ हैन हजुरको जस्तै हामी पनि दिमाग छ कमाउने हात छ यो शरीर प्रभुले हामीलाई एकनाथको शरीर बनाइदिनु भएको छ के कसो हजुर जस्तै भात खान्छ ज्ञान बुद्धि छ हामीले पनि छोटछोटी जन्मायो हाम्रो छोटछोटी कमायो अलिअलि जमायो सिकेर राम्रो तरिका बनायो कि त्यो नहुनु पर्ने हामी हिजो आएर यो सिक्दा आएको होइन हामी कार्टुनले बारेर 20-30 वर्ष बस्यो हाम्रो छोराछोरी ठुलो भएर बढाएर होइन अलिअलि कमाएर हाम्रो छोराहरूले एउटा सिक्री लगाइदियो यसरी घर बनायो के यो दिदी तपाईले पनि सोशल मिडिया हेर्नुहुन्छ फेसबुक टिकटक हेर्नुहुन्छ अब त्यो 3-4 तलाको सिक्री लगाउने मान्छे कसरी सुङ्गुबासी भयो भनेर भन्छन् क्या अनि भन्छन् क्या भन्न पाइयो कि पाइएन मैले होइन तपाईको जवाफ मैले भने त 20-30 वर्षपछि उहाँहरू जस्तै हामी पनि एउटा दिमाग भएको मान्छे हो होइन अब तिनी अब सबैलाई एउटै स्वरूपमा बनाउनु भइहाल्यो हैन सुकुम्बासी हेर्दाखेरि त ए पैसा भएर त लगाएर त भन्छन् क्या होइन हो कि अलिको रेटलाई हेर्दै हिजो आएर गुरु तला भयो भने त 15 लाख भयो नि हैन हिजो आएर गरिबमा भएर बस्यो यो सिक्री बनाउँदा यो सिक्री बनाउँदा होइन सस्तो थियो हामीले 20-30 वर्षबाट सिकाउने सधैँ सुकुम्बासी नै हो हिजो सुकुम्बासी भएर बसेको हामी उहाँहरू जस्तै सबै मान्छे जस्तै हामी पनि ज्ञान बुद्धि भएको लुगा लाउने भात खाने हामी जनावर बाँदर जङ्गलको भात खाने रहर हुन्छ सपना हुन्छ कमाएको पैसा लाग्छ हामी कमायौँ जमायौँ सिकेर लायौँ एउटा घर बनायौँ के नहुनु गलत हो त्यो गलत होइन तर जनताले भनेको कुरा फेरि भन्छु है त म एकदम निर्मम भएर भनेको छैन कि म रिक्वेस्ट गरेर भनिरहेको छु कि अब यो किसिमको हैसियत बनाउनु भयो यो त राम्रो कुरा हिजो तपाईँले भन्नु पनि तार बारेर अथवा त्यो एउटा चाहिँ प्लास्टिकले बारेर चाहिँ बस्नु भएको सङ्घर्ष गर्नुभएको थियो 30 वर्ष भयो प्रगति भयो राम्रो कुरा यो चाहिँ अब प्रगति भइसकेपछि यो ठाउँ छोडेर आफै नापीवाला जग्गा किनेर स्थानान्तरण यो सिक्रीले घर आउँदैन त सर यो सिक्रीले घर आउँदैन जग्गा आउँदैन त्यही त हाम्रो बहनी अहिले यतिखेरको लागि बहनी बास चाहियो क्या बहनी कहाँ जाने यो ल सरलाई मैले सिक्री फुकाएर दिन्छु गाउँघरमा त आउँछ होला दिदी यो सिक्री फुकाएर दिन्छु मलाई बहनी बास जग्गा दिइदिनुहोस् मलाई सिक्रीको लोभ छैन यो सिक्रीले म घर आउने जग्गा हुने भए म जाने दिदी तर गाउँघरमा त आउँछ होला दिदी यतिखेरको अवस्थामा घर चाहियो क्या गाउँको घर त आउँछ होला कि गाउँमा हाम्रो केही पनि छैन कुनै पनि जिल्लाको नेपालको त दुसरी खालको त जानुपर्छ नि तपाईँ त नेपाल नागरिक हो नि त यो सिक्री यो सिक्री बेचेर गाउँमा घरले आउला गाउँमा घरले किनेर घर सिक्री बेचेर घरबाट बस्नु त के खाने हावा खान्थ्यो हावा खाने घाँस खाने कि अनि मान्छे चाहिएपछि भातै खाने भने त भात खानु पऱ्यो नि त हाम्रो भात खाने व्यवस्था हुन पऱ्यो घर चाहियो चाहियो छोराछोरी पढ्ने ठाउँ चाहियो यो चाहिँ के हो त हजुरले कसरी हेपेर बोल्नु भयो हामी अनि तपाईँले हेपेर बोले अघिदेखि तपाईँले यो सिक्री मेरो घर जग्गा आउला के घरीले आउला घर बनाउनु पऱ्यो होइन गाउँमा जब एउटा घरले आउला अनि के तपाईँले आज जवाफ दिनुभयो नि त यो जवाफमा जनताले पनि हेर्न चाहिँ होइन तर मैले चाहिँ तपाईँप्रति जनताले बनाएको विचार पो भने त विचार के जनताले किनेर पार्नु हो नि त जनताको नजर चित्त बुझ्नु छैन भनेर जनताले फेरि भन्छ फेरि नजरमा गलत हो त 3-4 वर्ष 3-4 वर्ष घर बनाइदिनु न हामी कहाँ ठुलो जग्गामा जाने हामी राम्रो लालको जग्गा बनाइदिनु न घर बनाइदिनु हामी त्यहाँ जाने किन पनि थली किन बस्ने हामी घर बनाइदिनु हामीलाई बनाइदिनु घर बनाइदिनु सरकारले कसले भने हामीले दिएको छ नि यहाँ जा भनेको छैन कोठा एउटा भर हुँदैन हाम्रो होटल छ पसल छ
हामीलाई घरमा ल्याएर राखिदिनु अरू जग्गामा घर बनाएर हाम्रो जस्तै घर बनाएर राख्नु न ठुलो घर पनि हाम्रो घर जस्तो थियो त्यस्तै घर हामीलाई बनाइदिनु एकदम खुसी भयो डोजर आयो भने हामी त्यहाँ डोजर मुनि बस्छौँ हामीलाई पहिला मार्ने मर्ने अनि रामै राख्छ उहाँलाई कुनै अवरोध पनि भएन बाधा पनि भएन उहाँलाई सजिलो हामीलाई मार्यो भने सजिलो भयो नि त उहाँलाई सुकुम्बासी आएर झ्याङझ्याङ पनि गर्दैन मार्दैन केही भन्दैन आनन्दले